N3 को लेसन 1 को चाहिँ पार्ट 4 ग्रामरको भिडियो पार्ट 4 लिएर आएको छु। अगाडिको भिडियोहरू हेर्नुभयो कि भएन हजुरहरूले हेर्नुभएको छैन भने हेर्नु होला। हामीले पढ्ने ग्रामर यही नै हो। मिनानो निहङ्गो किताब हो, तपाईँ जहाँ गएर पढ्ने यही हो। यसलाई नै मैले छोटकरीमा चाहिँ बुझ्न सजिलो होस् भनेर भिडियो मार्फत ल्याइदिएको छु। कृपया भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला है त। आउनुहोस् सुरु गरौँ। पार्ट 4 मा चाहिँ के छ त 1 लेसनमा भने हामीले नानी नानी तो यु भन्ने ग्रामर हैन, एकदम सजिलो छ क्या, एकदम सजिलो। नानी नानी तो यु भन्ने हो भनेर क्या। एउटा यो चाहिँ नाउन 1 अनि नाउन नि भनेको चाहिँ एउटा नाउन अनि वो पार्टिकल अनि अर्को नाउन 2 तो यु अथवा इमास भनेको चाहिँ भन्ने हो भनेर भन्नु छ। यो चाहिँ कस्तो भने कुनै पनि वस्तु वा घटना नाउन 1 को नाउन 2 भन्दा वा बताउँदा प्रयोग गरिन्छ। नाउन 1 लाई नाउन 2 भनिन्छ भनेको क्या। नाउन 1 लाई नाउन 2 भनिन्छ भनेको है। ल हेर्नुहोस् त यहाँ कसरी रहेछ, आउनु सेन्टेन्स बनाएर हेरौँ। जस्तै इची गाचु चुई ताची हो गान्जिचु तो इमास। अरे 1 महिना जनवरीको 1 तारिकलाई चाहिँ के भन्छ, गान्जिचु भनेर भनिन्छ। यस्तो खालको ग्रामर हो है साथीहरू। ल यो एउटा नाम चाहिँ अर्को नाम भनिन्छ, एउटा नामलाई अर्को नाम भनिन्छ भनेर चिन्नु पर्यो है। स्योगाचु नि अनि जिन्ज्या भनेको छ नि होइन। स्योगाचु भनेको नयाँ वर्ष, थाहा छ नि हामीलाई होइन। स्योगाचु नि जिन्ज्या या ओतेरा नि इकु कोतो वो हाचुमौदे तो यु भनेर भन्छ। नयाँ वर्षमा मन्दिरहरू गुम्बाहरू जाने कुरालाई चाहिँ हाचुमौ भनेर भनिन्छ भन्ने खालको कुरा है। ओके, नाउन नानी नानी वो नानी नानी तो यु यसरी भन्न पर्यो ल। ओके, त्यस्तै अर्को पनि हेर्नु होला। 5 मा के छ भने नानी नानी तो यु अनि फेरि नानी नानी नाउन तो यु नाउन देश भनेर भन्नु पर्यो। हेर्नुहोस् है, यहाँ हेर्नुहोस् है। अब यसलाई चाहिँ के हो भन्दाखेरि चाहिँ सुन्ने पढ्ने मान्छेलाई थाहा नभएको कुरा वस्तु व्यक्तिको नाम उद्धृत गर्दा प्रयोग गरिन्छ। नाउन 1 गरेको नाम गरेको चाहिँ नाउन 2 हो यसरी भन्नु पर्यो है। नाउन 1 गरेको चाहिँ नाउन 2 हो भनेर हो। अब यसको सेन्टेन्स आउनुहोस् त हेरौँ के रहेछ। ओके, यहाँ हेर्नुहोस् त नाचुमे भनेको छ नि। यहाँ नाचुमे सौसेकी तो इउ अनि स्यौसेचु खाओ सितेमास्का। यो भन्ने यो भनेको हो नि त होइन। हो, यो नाचुमे सौसेकी भन्ने नोभेलिस्ट के भन्छ यसलाई, स्यौसेचुखा भनेको चाहिँ यो लेख्ने मान्छे होइन, लेखक उपन्यासकारलाई चिन्नुहुन्छ भन्ने खालको कुरा भयो है। त्यस्तै अर्को छ किनौ सुताउजु के भने सुताउजु तो यु एगा हो मेमासिता। हिजो सुताउजु भन्ने फिल्म हेरे होइन। ओके, यस्तो है। सगरमाथा भन्ने हिमाल होइन। ओके, नेपाल भन्ने देश होइन। नेपारु तो इउ कुनी यसरी भन्नुपर्छ होइन। एबेरेसु तो इउ यामा यसरी भन्ने। एउटा नाम भनेको अर्को नाम हो। निहोन तो इउ कुनी यसरी भन्नु पर्यो है। ओके, अब यहाँ हेर्नुहोस् त अर्को 6 नम्बरमा हाम्रो के छ भने यो भयो है। नाउ नानी नानी तो यु नानी नानी वो तो यु भन्ने खालको ग्रामर भयो भने यहाँ छ, तपाईँले हेर्न सक्नुहुन्छ। इचु दोको नानी दारे अनि दोन नानी अनि तेमो 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 लाउनु पर्यो साथीहरू है त। तेमो तेमो भनेको भए पनि भए तापनि भन्ने खालको कुरा हुन्छ होइन। यसको परिस्थिति जस्तोसुकै भने रिजल्ट एउटै आउने भन्ने खालको कुरा हामीले बुझ्नु पर्यो। यसको स्ट्रक्चर हेर्नु होला है साथीहरू। भर्बको ते फर्म प्लस मो लाउनु पर्यो। इ एक्जेटिभको इ हटाएर कुते मो लाउनु पर्यो। ना एक्जेटिभमा ना मा चाहिँ डेमो लाउनु पर्यो भने नाउनमा पनि डेमो लाउनु पर्यो है त। जुनसुकै परिस्थितिमा पनि केही कुरा हुनु वा परिवर्तन नहुनु, जहिले सुकै जहाँसुकै जेसुकै जोसुकै जस्तोसुकै भए पनि त्यस्तै परिस्थिति आउनुपर्छ आउँछ भन्ने खालको कुरा है साथीहरू। ल आउनुहोस् त यहाँ हेरौँ। सेखाइज्यू होइन, सेखाइज्यू दोकोनी इतेमो जतासुकै गए पनि खाजो कुनो कोतो हो वस्रेमासेन।
संसारभरि जतै गए पनि परिवारको कुरा बिर्सिदिन भन्ने खालको कुरामा चाहिँ यो तेमो 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 अथवा देमो लगाउनु पर्यो है। यहाँ तपाईँले स्ट्रक्चर हेरिहाल्नुभयो, भिडियो पज गरेर हेर्नु होला। नान्दोबो नानीदो भनेको छ नि, नानीदो कितेमो ओनाजी कोतो इखा ओसिएते कुरे नाइ भनेर भनेको छ होइन। नानीदो कितेमो ओनाजी कोतो सिखा ओसिएते कुरे नाइ भनेको चाहिँ के भयो त, जति पटक सोधे पनि एउटै कुरा बाहेक उसले चाहिँ सिकाउँदैन। सोधे पनि भन्ने खालको क्या, जति पटक सोधे पनि एउटै खालको कुरा मात्रै भन्छ है। यो वर्ष सोधे पनि 20 वर्षकै भयो भन्छ, अर्को वर्ष सोध्यो भने 20 वर्षकै भयो भन्छ होइन। त्यस्तै त्यस्तै खालको कुरा है। जति पटक सोध्यो भने उसको भन्ने कुराहरू चाहिँ चेन्ज भएन भन्ने खालको कुरा। अझै हामी सेन्टेन्स हेरौँ ल। दारेगा नानी तो इत्तेमो खाङ्गाएवो खाएमासेन। कसैले जसले जेसुकै भने पनि सोच विचार चाहिँ चेन्ज भएन, चेन्ज गर्दिन भन्ने खालको कुरा भयो। दोन्नानी ताखा कुतेमो खाइताइदेस। जतिसुकै महँगो भए पनि किन्न चाहन्छु। दोन्ना हितो देमो यासासी कोकोरोवो मोत्ते इरु हाजुदा। लाग्छ कि जोसुकै जस्तोसुकै मान्छे भए पनि उसँग दयालुपन हुन्छ। हाजुदेस होइन त, हुनुपर्छ भन्ने खालको हो। अलिकति धेरै सम्भावनाहरू बोकेको। जस्तोसुकै मान्छे भए पनि उसँग के छ त, यासासी कोकोरो दयालुपन छ भन्ने मलाई लाग्छ भन्ने खालको कुरा भयो होइन। ओके। स्योगाचु नि नारुतो दोनो जिन्जिया देमो हितोगा इप्पाइदा होइन। नयाँ वर्ष लाग्यो भने जुनसुकै मन्दिरमा गए पनि के छ त, मान्छे धेरै छ भनेर नाउन मा चाहिँ डेमो लगाएर चाहिँ हामीले फेरि नाउन गरिरहेको छ है यहाँ ल। ओके देश्ने जिन्जिया देमो है। अर्को छ नानाबानमा दोन्नानी दाइजोबु ना खाबान देमो, नाउन देमो है। जतिसुकै बलियो झोला भए तापनि नागाकु चुखाएबा कुवारेते सिमाउको त म आरु। जतिसुकै महँगो जतिसुकै राम्रो बलियो झोला भए पनि लामो समयसम्म प्रयोग गर्यो भने चाहिँ के हुन्छ त, बिग्रिन सक्छ, बिग्रिने कुरा हुन्छ भन्नेको है। ओके। यी कुरा खाङ्गाएते म वाकारिमासेन। जति विचार गरे पनि बुझ्दिन, जति सोचे पनि बुझ्दिन भन्ने खालको रिफरेन्सको रूपमा राखिएको छ। यो एन्फोको ग्रामर हो, तपाईँहरूले हेर्न सक्नुहुन्छ यो। ओके दाइजोबु देश्ने। बाँकी फेरि यहाँ अलिकति थोरै छ यो। यो चाहिँ के छ भने हानासुकीको भने ज्यानाकुते भनेर भन्छ। ज्यानाकुते भनेको त नभएर, कुते भनेको भएर, भए तापनि, कुते मो आएपछि भए तापनि, कुते मात्रै भने भएर, हुनुको साथै भन्ने हो भने अब ज्यानाकुते भनेको चाहिँ नभएर अस्वीकार गरेको क्या। नाउन वानलाई अस्वीकार गरेर त्यसको सट्टा नाउन टूको प्रस्ताव गर्दा प्रयोग गरिन्छ। नाउन वान होइन नभएर नाउन टू चाहिँ हो है भन्ने खालको कुरामा चाहिँ ज्यानाकुते हो नि त। हामीलाई थाहा छ नि त यो चाहिँ होइन। एकदम मैले यहाँ यसो होस् भनेर राखिदिएको मात्रै हो ल। कोरेवा पेन ज्यानाकुते चोकोरो त्यो देश। ज्यानाकुते हो नि त, पेन नभएर, पेन होइन यो चाहिँ चक्लेट हो। ताबेरारे मास्यो खान सकिन्छ। क्योतो के भनेको छ अरे, क्योतो देवा ओतेरा हो मिमास्योका भनेर भन्छ नि उसले होइन। के भन्छ, क्योतोमा चाहिँ मन्दिर हेरौँ भनेर भन्दाखेरि ओतेरा ज्यानाकुते खावाई हितोगा, ज्यानाकुते भयो नि होइन, नभएर एउटा नाउन मन्दिर, यो मन्दिर नभएर भन्ने यो एउटा नाउनलाई अस्वीकार गरेर अर्को नाउन हो भन्ने खालको प्याटर्न हो नि त। खावाई हितोगा इकु यौना निगियाखा न तोकोरो नि इकिताइदेस यसरी भनिन्छ। मन्दिर नभएर त्यो जवान मान्छेहरू जाने ठाउँ चाहिँ जाने गरेको एकदम भिडभाड ठाउँमा चाहिँ के त जान चाहन्छु भनेर भयो है। यो पार्ट 4 मा भयो। अब पार्ट 5 मा आउँछ ल। एकदमै सजिलो गरेर चाहिँ मैले यस भिडियो लिएर आएको छु र एकदम छोटो छोटो भिडियोहरू छ है। नानी नानी वो तो यु, नाउन वान वो नाउन नि तो यु होइन। ओके है त दाइजोबु देश्ने। भिडियो कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला। यस्तै यस्तै भिडियो हेर्नको लागि यो N3 को मिनानो नियमको ग्रामर सबै लिएर आउनेछु। कृपया च्यानललाई फलो गरेर राख्नुहोला है त।